हेलो सेवारो नमस्ते साथीहरू। आज चाहिँ हामी काउली रोप्दैछौँ। टमाटरको बिचमा हामी यसरी काउली रोप्छौँ। तर काउली हेर्नु सबै जमरा जस्तो उम्रेर सबै गाँठो परेर हेर्नु रोप्नु पनि अलिक अप्ठ्यारो भएछ। तर पनि हामी रोप्दैछौँ। पछि यस्तो जमरा जस्तो काउली पनि रोपेर चाहिँ कस्तो हुने रहेछ पछि म अवश्य देखाउने छु तपाईहरुलाई। तपाईहरु मेरो भिडियोमा सब्स्क्राइब लाइक शेयर गर्दै जानु होला। कमेन्ट पनि गर्नु होला मेरो भिडियोहरु कस्तो लाग्दैछ हजुरहरुलाई। कमेन्ट पनि गरिदिनु होला। सल्लाह सुझावहरु पनि गरिदिनु होला कमेन्ट गरेर। यहाँ चाहिँ मेरो बच्चा पनि आइपुग्यो। जाऊ जाऊ तिमी। यहाँ एकजना हाम्रो दिदी पनि हुनुहुन्छ। मेरो अयो हामी यहाँ टमाटर घारीमा हराइराखेको छौँ। भैँसीले के गर रे दिदी भन्नु त। के गर? अघि के भन्दै हुनुहुन्छ भन्नु न। भैँसीले कसरी पादो अरे? यहाँ हाम्रो दिदीले चाहिँ भैँसीले पादेको कहिले पनि सुन्नु भएको थिएन अरे क्या। भैँसीले पादो अरे भटक गरेर। अनि हाम्रो यहाँ दिदीलाई चाहिँ हाँस उठ्यो अरे कहिले पनि सुन्नु भएको थिएन अरे क्या पादेको। भैँसीले भटट गरेर पादो अरे अनि दिदी तर्सिनु भयो अरे क्या। भैँसीले भटट गर अरे। दिदीले सुन्नु भयो अरे। हामी चाहिँ काउली रोप्दैछौँ साथीहरू। हामी आज धेरै रोप्नु पर्ने छ। अनि बिउ पनि अप्ठ्यारो भएर अलिक गाह्रो भइराखेको छ। तैपनि हुन्छ होला। अब यसलाई रोपिसकेर पानी लाउनु पर्छ। आउँछ राम्ररी नै आउँछ। पछि कस्तो हुने रहेछ म अवश्य देखाउने छु तपाईहरुलाई। टमाटर यसरी टमाटरको दुईटाको बोटमा बिचमा यसरी हामी चाहिँ काउली पनि रोप्ने छौँ। यसरी रोप्दै जानुपर्छ साथीहरू। पछि अनि एकै ठाउँबाट पैसा आउँछ। टमाटरबाट पनि आउँछ, काउलीबाट पनि पैसा कमाउन सकिन्छ। तर यहाँ बिउ अप्ठ्यारो भयो। बिउ ल ल ल के हेरेको? भ्लग हो, दिस इज भ्लग। ओके मेरो भाइ। मेरो यहाँ क्यामेराम्यान भएन क्या। के गर्नु? क्यामेराम्यान भइदिए आफ्नो काम पनि गर्ने थिए, भ्लग पनि बनाउने थिए। क्यामेराम्यान नभएर चाहिँ भ्लग बनाउन अप्ठ्यारो भयो के साथीहरू। रै पनि म कोसिस गर्दैछु। यहाँ हाम्रो दिदी चाहिँ हाँसेर मर्न आँट्नु भइसक्यो। क्यामेरा
समाउने हात हुनु परेन। ह्यापी टु टु भन्दैछ यहाँ मेरो छोरी चाहिँ। मेरो बच्चा चाहिँ सानो छ। यसो फकाउँदै ओर्दै काम गर्छु। साथीहरू हेर्नु त टमाटर यसरी फल्दैछ। अब पाक्न सुरु लगभग भदौदेखि चाहिँ पाक्न थाल्छ होला यो टमाटरहरू। यस्तो भइरहेको छ। पछि म कटिङ सटिङ गरेर यस्तो राम्रो भएकोमा भिडियो हाल्नेछु। मेरो च्यानललाई सब्सक्राइब लाइक सेयर गर्दै जानु होला है त साथीहरू। हस् त आजलाई यति भन्दै बाई बाई गर्न चाहन्छु है साथीहरू। बाई बाई। म भोलि अर्को भ्लग लिएर आउनेछु।